यो कुरा सुन्दा अचम्म लाग्छ कि इनरवा नगरपालिकामा गत आर्थिक वर्ष 2080-81 प्रतिवेदन अनुसार खाद्यान्न शीर्षकमा मात्रै 1,05,00,000 यस्तै चिया नास्ता खाजाका लागि चिनिने विविध खर्चमा 90 लाख र पानी बिजुलीमा 19 लाख खर्च भएको देखिन्छ। यसरी सबै शीर्षकमा भएको खर्चहरूलाई हेर्दा करिब 2 करोड खर्च भएको प्रष्ट देखिन्छ। यसरी नगरको प्रशासनिक खर्चमा भएको यति धेरै भारले आम जनतालाई सशङ्कित तुल्याएको छ। 2 करोड बराबरको खानपिनमै खर्च गर्नुले यहाँ अनियमितता भएको छ कि भनेर आशंका गर्न सकिन्छ, जुन अनुसन्धान र चर्चाको विषय बन्न पुगेको छ। यसरी खाना खाजा, होटल, गाडी भाडा र मायाको चिनो लगायतको भएको खर्च र यसमा अत्याधिक खर्च देखिनुको मतलब यसमा व्यक्तिगत फाइदा लिने गरिएको छ र यस्ता किसिमका अनियमित खर्च छानबिनको दायरामा आउनुपर्छ भनी आम जनताको गुनासो रहेको छ। सुशासनलाई धज्जी उडाउँदै यस्तो अनावश्यक रूपमा अत्याधिक खर्च गर्ने प्रवृत्तिले आर्थिक सुशासन र समग्र सुशासन र पारदर्शितामा गम्भीर प्रश्न उठाएको छ। यो प्रवृत्तिलाई रोक्न जनताको कर रकमको सही उपयोग गर्न सकिएमा विकास र जनसेवामा ठूलो योगदान पुग्नेछ। जनप्रतिनिधिहरू जिम्मेवार भई तत्काल कदम चालेर यो अनुशासनहीनतालाई अन्त्य गर्नुपर्ने स्थानीयहरूको भनाइ छ।